धनगढी बजार काँसको झाडी थियो। 200 वर्ष पहिले काठमाडौँमा जङ्गलको झाडी थियो। त्यो जङ्गलको झाडी, त्यो जङ्गल, त्यहाँका बाघ भालु चितुवासँग जनताले जसले पसेना बगायो, जसले आफ्नो पुस्ताको रगत बगायो, तिनीहरूको नाममा जग्गा भएन। तिनीहरूको नाममा जग्गा भएन। जग्गा कसको नाममा भयो भने गाउँको मुख्यको नाममा भयो, तराईको बोटघरवालाको नाममा भयो, राजा महाराजाका नजिकका मान्छेको नाममा भयो, भएन भने देवताको नाममा भयो। हाम्रो सुदूरपश्चिमको उग्रतारा देवता छ, उग्रतारा माता भन्छ। उग्रतारा माताको मन्दिर डडेलधुरामा छ। त्यसको जग्गा कयौँ बिघा कैलालीमा छ, कयौँ बिघा कञ्चनपुरमा छ। त्यही पोखरामा बाजेको पाला 3 पुस्तादेखि भोग चलन गरेर आएको जग्गा उनले आफ्नो नाममा पूजा बनाउनु पाएका छैन। त्यहाँका कम्युनिटीहरूले, त्यहाँका जनताहरूले अनि त्यो देवताले जग्गा जोत गर्छ, जग्गा गर्छ, देवताले गर्दैन। देवताका नाममा त्यहाँ भएका भण्डारीहरू, पण्डितहरू, सञ्चालन समितिका मान्छेहरूले त्यो देवताको नाममा जमिन सम्पत्तिको दोहन गरेको छ। हामी के भन्छौँ भने जनता जग्गा कसको हुन्छ? जसको जोत, जसले मेहनत गर्यो, जसले चाहिँ त्यहाँ पसिना बगायो, जसले आफ्नो पुस्तौँदेखि त्यहाँ सङ्घर्ष गरेको